हेलो गाइजहरु, म चाहिँ फ्युचरबाट बोलिरहेको छु। यो विक्रम सम्वत 2090 साल हो र यतिखेर हाम्रो माननीय हर्क साम्बाङज्यू प्रधानमन्त्री हुनुभएको छ। र म चाहिँ आज यहाँ के गर्दैछ भन्नु होला। म चाहिँ आज यहाँ एक्जाम दिनु आएको। म चाहिँ पीएचडी गर्दैछु। र यहाँनेरि चाहिँ धानको बिउ उम्रियो भने म पास हुन्छु। मेरो अगाडि डाक्टर लेखिन्छ है, पीएचडी गर्न आएको। यदि धानको बिउ उम्रेन भनेदेखि चाहिँ म फेल हो फेरि। र गाइजहरु, यहाँनेरि चाहिँ फेरि यो क्षेत्र भनेको चाहिँ ट्र्याक्टर र डोजर निषेधित क्षेत्र हो। र यहाँ चाहिँ ट्र्याक्टर डोजरले खन्न मनाइ छ। राष्ट्रभरि नै, पुरै देशभरि नै चाहिँ ट्र्याक्टर डोजर चलाउन पाइँदैन। अच्छा। र यो 90 सालमा चाहिँ यो चाहिँ हाम्रो हतियार, यसले नै हो सबै खनजोत गर्ने। कैसा लगा मेरा मजाक? एकदम अलि देख्न सक्नुहुन्छ। र आज चाहिँ म एक्जाम हलमा अघि नै आइसकेको। र यो चोटि चाहिँ के छ त भन्दाखेरि मैले यो धानको ब्याडमा चाहिँ पीएचडी गर्दैछु। अर्को वर्ष चाहिँ म ठ्याक्क बाँझो खेत भन्ने विषयमा चाहिँ पीएचडी गर्न जानेछु। कौन है ये लोग? कहाँ से आते हैं? र यस्ता विषयहरू थुप्रै छन् जसमा म पीएचडी गर्न बाँकी नै छ। जोस राष्ट्रले चाहिँ फड्को मार्दैछ। धन्यवाद।